हाई गाइज वेलकम टु माई मिनी भ्लग। म चाहिँ आज बिहान 8 बजी उठेर अनि ब्रस गर्न लागेँ। अनि पारीको साइड चाहिँ मौसम राम्रो थियो है, किनकि बिहानै घाम लागेको थिएन, पानी परिरहेको थियो, कुहिरो पनि लागिरहेको थियो होइन। अनि हाम्रो चाहिँ यहाँ काँक्रो फलिरहेछ गाइज, खाने भएपछि आउनु होला। अनि गाइज म चाहिँ अनि धारामा ब्रस गर्न लागेँ होइन। अनि ब्रस गरेर अनि पारी गएँ, उता साइड गएर अनि यसो कस्तो बिहान बिहानै घाम नलागे पनि कस्तो राम्रो सिन निकाल्दो रहेछ है भनेर मैले चाहिँ देखाएँ होइन। अनि हाम्रो चाहिँ यहाँ काँक्रो कति धेरै लागिरहेको थियो, अब 2-3 चाहिँ खाइसकेको थियौँ, अझै पनि लागेको छ। अनि हाम्रो गाउँ चाहिँ यस्तो छ है गाइज, अनि बिहान बिहानै पानी परेर कुहिरो लागेको थियो। अनि कुहिरो लागेर पनि गाउँ चाहिँ राम्रो देखिरहेको थियो होइन। अनि फाइनली म चाहिँ घाँस काट्नको लागि रेडी भइसकेँ। अनि त्यसपछि हाम्रो सानो भदै चाहिँ सानो दाइको छोरो चाहिँ चिया खाने भनेर आइरहेको थियो होइन भदै। अनि ऊ चाहिँ चिया भने चाहिँ हुरुक्कै हुने, पुरै हात उठाउँदै अनि खुसीले अनि ठुली भाउजूको घरमा गयो। अनि त्यसपछि मैले चाहिँ जिस्काएर गाली गरेँ, अनि चिया खाने होइन काँसो लाग्छ भने। अनि ठुलो भतिज चाहिँ अनि उता चाहिँ अनि भाइलाई चिया हालिदिने हुँदै गन्थन मन्थन गर्दै दुई भाइ झगडा गर्दै चिया हालिदिनु भयो। अनि उसले चाहिँ चिया नापो खाँदैन भन्यो। अनि गाइज अनि मैले चाहिँ देखाएन। अनि गाइज अनि कस्तो राम्रो सिन आएको थियो नि त। अनि त्यसैले अनि उसले चाहिँ चिया ल्यायो उसले चाहिँ चिया ल्यायो अनि चिया चाहिँ पोल्छ भन्यो। अनि मैले के भयो त भने सिगान हेर सिगान यो फुच्चेको भने उसले चाहिँ मलाई मोबाइल मागिरहेको थियो। अनि फाइनली म चाहिँ अनि पालो रोटी खाएर अनि आफ्नो बाटो लागेँ होइन। अनि भाउजू चाहिँ सिस्नो टिम्ने भनेर रेडी हुनुभएको थियो। अनि भाउजू चाहिँ उतादेखि आउनुभयो। अनि मैले भिडियो गराएर देखेर नगराऊ भन्नुभयो, लजाउनु भयो नि त। अनि त्यसपछि म चाहिँ आफ्नै धुनमा गएँ होइन। अनि पालो रोटी खाँदै गएँ होइन। अनि खुर्सानी पनि लगाएको थियो, सुसाइरहेको थियो नि त। अनि त्यसपछि म चाहिँ तल साइड देखाएको त अनि प्रकाश भतिजा अनि घर चुइन्छ भनेर ढुङ्गा सपार्दै हुनुहुन्थ्यो गाइज। अनि उता पारी साइड कस्तो कुहिरो लागेर कस्तो राम्रो देखिरहेको थियो नि त। अनि त्यसपछि फाइनल्ली अनि म चाहिँ गएँ होइन, आफ्नै बाटो हिँड्दै गएँ। अनि त्यसपछि उकालो थियो गाइज होइन, म हिँड्ने बाटो लास्ट उकालो थियो कि। अनि गएँ होइन। अनि त्यसपछि अनि गाइज यहाँ नजिकै चाहिँ किवी थियो होइन। अनि किवी चाहिँ कस्तो राम्रो फलिरहेको थियो, खाने भएपछि आउनु होला होइन। किवी चाहिँ कति मिठो हुन्छ भन्ने कुरा अब खाएको मान्छेलाई मात्रै थाहा छ। अनि म चाहिँ मम्मी गाली गर्नुहुन्छ भनेर जिब्रो काट्दै गएको थिएँ। अनि हामी चाहिँ यही हो नि त म हिँड्ने बाटो। अनि हिजो चाहिँ अस्ति चाहिँ यो घाँस काटेको नि त। अनि यो साइड बरे काटेको। अनि यो उकालो बाटो छ नि त, म हिँड्ने बाटो लास्ट उकालो छ गाइज होइन। अनि हिँड्दै गर्दा लास्ट थाकिन्छ नि त। अनि यो साइड बऱ्यो हामीले अस्ति 2 माछोरीले काटेको। अनि यो साइड बऱ्यो। अनि उता साइड चाहिँ मम्मी काट्दै हुनुहुन्थ्यो। अनि मम्मी चाहिँ रिसाउनु भएको थियो। अनि त्यसपछि मम्मी चाहिँ रिसाउँदै सिली पलाउनु भयो, आँसी पलाउनु भयो। अनि त्यसपछि मम्मी रिसाएर काली मात्र होइन काली हुनुभयो। अनि मैले जिस्काइदिएको त अनि मुसुक्क हाँस्नु भयो, हाँसेको पनि कति सक हो मम्मीलाई। अनि मैले चाहिँ मम्मीलाई मम्मी तपाईँ खाने कि म खाने भनेको त मम्मीले ल त खा भन्नुभयो। जे होस् मम्मीको माया भनेको माया नै हो कि, आफू भोग रहेर पनि बच्चा बच्चीलाई दिने। अनि त्यसपछि मैले चाहिँ खाएँ होइन। अनि मम्मी चाहिँ उता बिटो बनाउन लागि सिस्नो फाल्नु भयो। अनि मलाई चाहिँ जुगो लागेको थियो, म रोटी खाँदै थिएँ नि त। अनि त्यसैले मम्मीलाई फाल्न पठाएँ। अनि गाइज मम्मी चाहिँ उता बिटो बनाउनको लागि घाँस चाहिँ लग्दै गर्नु भएको थियो होइन। अहिले गाली गर्दै राख्नु भएको थियो, अहिले आउने 8 बजे आउने भनेर। अनि उता चाहिँ भाउजू आउनु भएको थियो, जेठी भाउजूलाई क्यामेरा भनेपछि फेरि लजाइहाल्ने बानी के भाउजूको त। अनि नबनाउनु भन्दै हिँड्दै कुरा गर्दै गर्नुभयो होइन गाइज। अनि उहाँ चाहिँ कुरा गर्दै गर्नुहुन्थ्यो, मैले चाहिँ भिडियो देखाइरहेँ कि। अनि मम्मीले चाहिँ यता घाँसको बिटो बनाउँदै हुनुहुन्थ्यो। अनि बनाउँदै गर्नुभयो अनि दर्याउँदै गर्नुभयो त्यो। अनि मैले चाहिँ रोटी खाएर सकेँ। अनि त्यसपछि खुर्सानी लागेको थियो, पानी नजिक थिएन, सुसाउँदै अनि अब कस्तो खुर्सानी लागेको भनेर भने मम्मीलाई। मान्छे सानो छ खुर्सानी अनि ठुलो समातेपछि हुन्छ लागिहाल्छ नि भनेर मम्मी गाली गर्दै गर्नुहुन्थ्यो। अनि हामीले त्यो साइडबाटै काट्नु थियो नि त। अनि त्यसैले अनि फाइनली म चाहिँ बिटो लागेँ होइन। अनि
म चाहिँ बिटो लागेँ अनि कुरा गर्दै मम्मीलाई अनि ल पछि आउँछु बिटो गराउँदै भन्दै गएँ होइन। अनि म हिँड्ने बाटो चाहिँ यो हो गाइज होइन। लास्ट उकालो थियो क्या, लास्ट उकालो थियो होइन। अनि घाँसको बारीसँग गएँ। फाइनल्ली हाम्रो भैँसी चाहिँ इन्ने हुन होइन। अनि म चाहिँ माथि साइड गएँ होइन। अनि थकाइ लाग्यो सुइसरी पनि हालेँ। अनि त्यसपछि यहाँनिर चाहिँ ढुङ्गाको ठुलो गुँडो थियो कि। अनि म चाहिँ उक्सिएर माथिबाट बल्ल तल्ल माथिबाट पुगेँ। अनि त्यसपछि होइन यो भैँसीले कति घाँस खाएको हो कि कति घाँस खाएको हो, म त वाक्क दिक्क भइसक्यो यो भैँसीलाई घाँस गराउँदा गराउँदै। थोरै खाए हुन्न र घाँस, कति धेरै खाएको हो। अनि मैले चाहिँ बिटो फालेँ होइन। अनि मैले चाहिँ बिटो फालेँ। अनि गाइज अनि त्यहाँ नजिकै आरू थियो होइन। मैले दुईवटा आरू टिपेँ, दुईवटा आरू टिपेर अनि एउटा आरू चाहिँ मैले खाएँ, एउटा आरू चाहिँ मैले खाएँ, एउटा आरू चाहिँ मैले मम्मीलाई ल्याइदिएँ। अनि त्यसपछि अनि बाटामा सामान थियो अनि मैले चाहिँ सामान समातेर हिँड्दै गरेँ होइन। अनि यहाँ नजिकै चाहिँ हाम्रो बल्लभान थियो। अनि गाइज अनि म चाहिँ तल पुगेँ होइन। त्यसपछि अनि मैले चाहिँ मम्मीलाई गोजोबाट तानेर आरू दिएँ। अनि अब मम्मीले आरू सामान त भयो। अनि सानो भए पनि ठुलो भए पनि अनि मोबाइल त आफ्नो भनेको आफ्नै हो होइन। अनि मम्मीलाई चाहिँ आफ्नै मोबाइल प्यारो लाग्छ नि त। अनि त्यसैले अनि चाहिँ हामीले घाँसको बार यहाँ छोडेर हामी चाहिँ घर जान लाग्यौँ। अनि पछि माथि जाँदा लगौँला भनेर अनि म चाहिँ खुसी भएँ। अनि घर गयौँ होइन। घर जाने बाटो चाहिँ यही नै हो। अनि दुई माछेरी कुरा गर्दै गन्थन मन्थन गर्दै गयौँ। अनि फाइनल्ली हाम्रो मम्मीले चाहिँ यहाँनिर अर्काको टिमर तान्नुभयो कि चोर्नु भयो कि। मम्मीले टिमर चोर्नु भयो। मैले चाहिँ किन चोर्नुहुन्छ अर्काको टिमर भनेको त पालो र रोटीसित खाने पो भन्नुहुन्छ। अनि त्यसपछि मैले चाहिँ ए हो र भनेर जिस्काइदिएको थिएँ। अनि मम्मीले चाहिँ अनि बुढा पाखाको बानी अनि कुरा आइहाल्ने के कुरा गरिहाल्ने। अनि त्यसपछि फाइनली हामी चाहिँ घरनिर पुगिसक्यौँ। घरनिर पुगेर पनि अब हामी गइरहेको थियौँ होइन। अनि त्यसपछि हाम्रो ठुलबुवा चाहिँ बस्नु भएको थियो। अनि ठुलबुवा चाहिँ बस्नु भएको थियो उता साइड चाहिँ हाम्रो भाउजू सिस्नो रोटी खान लाग्नु भएको थियो। अनि लजाउने कि क्यामेरा देखे कि लजाइहाल्ने। अनि ठुलबाले चाहिँ बारीमा के छ भन्दै हुनुहुन्थ्यो, चाहिँ बोल्न सक्नुहुन्न नि त। उता चाहिँ अनि फेरि सिस्नो रोटी खाएर आइराख्नु भएको थियो कि पालौरो रोटी हाम्रो भदै प्रकाश भदै अनि आउनु भएको थियो। अनि भित्रबाट चाहिँ हाम्रो अनि दाइको छोरा आइरहेको थियो। अनि सिस्नो रोटी खाँदै मतलब पालौरो रोटी खाँदै क्या आइरहेको थियो। अनि त्यसपछि मैले चाहिँ खो कहाँबाट आएको भनेर मैले चाहिँ जिस्काइरहेको थिएँ होइन। अनि उनीहरू चाहिँ भिडियो नबनाउनु भनेर रिसाइराख्नु भएको थियो। अनि मैले चाहिँ केही हुन्न भनेर बनाइदिएँ होइन। ऊ चाहिँ स्कुल जाने भनेर रेडी भएको थियो। अनि बल पनि समातेको रहेछ। अनि मैले चाहिँ बल तानेर बल फालिदिन्छु अनि भनेर भने। अनि त्यसपछि नफालै भनेर मलाई गाली गर्यो। अनि उसको डर लाग्छ नि त मलाई, उसले चाहिँ फेरि मलाई हान्यो भने थियो फेरि पग्लेकै पार्छ। अनि मैले चाहिँ स्कुल जाने कि बल लग्ने भनेर उसले चाहिँ गाली गरेँ। अनि त्यसपछि मैले चाहिँ बोल्थेँ गाइज उसले चाहिँ कति मिठो गरी पाल रोटी खाएको कि उसले होइन। मलाई पनि खाउँ खाउँ जस्तो लाग्यो नि त। अनि उता साइड चाहिँ हाम्रो काँक्रा थियो होइन। अनि गाइज त्यो पारी चाहिँ 1 हप्ता जति भयो होइन। ओर्दिन लाएको ओर्दिएको ओर्दैछ। अनि गाइज हामी चाहिँ अब बाई अर्को भ्लगमा भेटौँला।